अब हामीले खरिद गरेर ल्याउने भनेको ठुल्ठुलो माडेहरूबाट हो होइन। उनीहरूले भन्दाखेरि कुनै चाइनाको ल्याउँछन्, कुनै इन्डियाको ल्याउँछन्। होइन, विद्यार्थीले के भन्छ भने आफू पढाइ सँगसँगै उसको पहिलो प्राथमिकता चाहिँ विदेश जाने भन्ने छ नि। अब विदेश होइन, नेपालकै उत्पादनलाई बढाउने र नेपालमा जति पढेका छन् त्यो पढेकाले नेपालमै जागिरी पाउने ग्यारेन्टी हुन्थ्यो भने त विदेश पनि रोज्दैन थियो होला सायद। राज्यले पनि के हेर्नुपर्छ भन्ने लाग्छ। अहिले युवाहरूको छलफल गर्ने भने सर गाउँमा मान्छे मर्दा पनि फाल्ने मान्छे छैन, त्यस्तो बेजोग छ। नमस्ते। नमस्ते। म पूर्ण खड्का। हजुरको शुभ नाम? म पूर्णप्रसाद चौलागाई। वाउ, नाम त एउटै एउटै बैंसे लाउनु पर्छ के हो? बैंसे लाउनु पर्यो नि त है। अनि हाम्रो कुन जिल्ला रे? हाम्रो घर कालीकोट, जिल्ला खाँडाचक्र नगरपालिका, वार्ड नम्बर 8। वाउ, कालीकोट। कालीकोटबाट हजुर चाहिँ काठमाडौँसम्म आउनुभयो एउटा व्यवसाय हजुर गर्दै, दुःख कष्ट होइन हिँड्दै। अनि व्यवसाय कतिको राम्रै छ? व्यवसाय पहिला पहिला अब गर्नेले राम्रै गरेको थिएछ होइन। अहिले अब के छ भनेपछि एउटा महँगी, त्यसमाथि के छ भनेपछि हामीहरूले गर्न सक्ने भनेको पहिलाको जस्तो आम्दानी छैन अहिले। किन भनेपछि पहिला जति भने मान्छेले किन्थे, अहिले 1000 पर्ने सामानलाई पनि हजुर 900 मा लैजानुहोस् भन्दा पनि मान्छे अझै पनि महँगो रहेछ, हजुर घटाएर दिनुहोस् न भन्ने चलन छ। बार्गेनिङ बढी हुन्छ। जस्तै किन्ने मान्छे एउटा हुन्छ बार्गेनिङ पनि ग्राहकले बार्गेनिङ गरेकै कारणले हजुरले फेरि 1000 पर्नेलाई 3000 भन्नुपर्ने बाध्यता पनि छ होला। बाध्यता एकदम, किनकि यो ग्राहकको कारण है। ग्राहकको कारणले गर्दा हामीले जस्तै 1000 मा बेच्नु छ भने त्यो माललाई 1500 1800 900 1000सम्म हामीले मूल्य पाउँदैन होइन। त्यो 1000 1200 बेच्नु छ भने हामीले 1800 2000 भन्नै पर्ने हुन्छ। यदि कुनै ग्राहक त्यस्तो हुन्छ कि बार्गेनिङ नगर्ने, हजुरले कति प्राइस उहाँले भन्दाखेरि हजुरले 3000 भन्नुभयो भनेपछि उसले बार्गेनिङ नगरेर लियो भने त ग्राहक फेरि फस्यो नि त होइन। हामीले के हुन्छ भनेपछि यसो ग्राहक हेर्छौँ हामीले पनि, किनभने ग्राहक हेर्ने बित्तिकै चञ्चल कति छ, छट्टु कति छ, अनि सिम्पल कतिको छ हेर्ने बित्तिकै थाहा हुन्छ। अनुभव। कति वर्ष भयो हजुर यसमा लागेको? यस्तो व्यवसाय गर्न लागेको त सर मैले 10 वर्ष जति भयो। 10 वर्ष। हजुर। ए काठमाडौँमै गर्नुभयो? मैले पहिला तपाईँको अछाम जयगढतिर गरेको थिएँ, त्यसपछि आएँ बुटोल, अनि बुटोल पछि आएको म काठमाडौँ हो। अनि काठमाडौँ गरेर यताउति पाहाडतिर रसुवा, नुवाकोट, सिन्धुपाल्चोक सबै जिल्लाहरू सबै हिँडेरै। तपाईँ रसुवा गर्नुपर्दा यहाँबाट रसुवा गाडीमा चढ्नुहुन्छ, त्यसपछि त्यहाँ गाउँघरमा घुम्दै फिर्दै आफ्नो प्रोडक्ट उत्पादन, यो उत्पादन अर्का देशको हो कि नेपालकै हो? अब हामीले खरिद गरेर ल्याउने भनेको ठुल्ठुलो माडेहरूबाट हो होइन। उनीहरूले भन्दाखेरि कुनै चाइनाको ल्याउँछन्, कुनै इन्डियाको ल्याउँछन् होइन। अनि त्यसमा हामीले जाने हो यो सामानको मूल्य कति पर्छ, यसको कति पर्छ, यसको कति पर्छ भन्दा हामीले उनीहरूसँग मूल्य गरेर ल्याइसकेपछि त्यो सामान उनीहरूले हालेको भन्दा उनले 900 मा दिन्छ, हामीले 1000 मा दिने हो। उसले 1500 मा दिन्छ, हामीले 1600 1700 मा बेच्ने हो होइन। उसले अब 3000 लिन्छ भने चाहिँ हामीले 3500 मा बेच्नु पर्छ। यो व्यवसायले खुसी हुनुहुन्छ? यो व्यवसायले खुसी भन्दा पनि सर अब के छ भने चाहिँ आफ्नो बालबच्चा पाल्न र आफ्नो बाबुआमालाई कालो कपडा हिजोको दिनमा बाबुआमाले दिए, अहिलेको दिनमा हामीले, किनभने बाबुआमालाई स्याहार समार पनि जीवन चलाउने त रहेछ। जीवन चलाउनु नै रहेछ सर। अनि चाहिँ कतिवटा बालबच्चा? हाम्रो बालबच्चा एउटा छोरी छ, एउटा छोरा छ। अनि पढ्ने चाहिँ गाउँ कालीकोटमै? पढ्ने पहिलाको सिलसिलामा हेर्ने भने सर हामीले कालीकोट विकट ठाउँ नै हो। कालीकोट विकट ठाउँमा हामीले त्यति राम्रो शिक्षा पनि पाउन सकेनौँ। एउटा घरको परिपाटी पनि एउटा नाजुक भएको हुनाले हामीले जति सक्यौँ, बाबुआमालाई दोष दिने कुरा छैन, जति सक्यौँ त्यति शिक्षा लिन सक्यौँ। अहिले आफ्नो जस्तो भविष्य नबनोस्, बालबच्चा अलिकति केही आफू माथिल्लो स्तर होस्, अलि शिक्षित होस्, व्यवहारिक बढोस्। एउटा उसको नम्बर मात्रै हेर्ने होइन कि उनी व्यवहारिक पनि बनाउनु पर्छ। व्यवहारिक बनाउनु पर्छ, किनभने मानवीय उर्वरा शक्ति बढोस् होइन। किनभने चाहिँ सबैलाई भोलि गरेर खाओस्, सबैलाई समान रूपमा बोल्न सक्ने बच्चाको क्यापेसिटी होस्। पढेर हाम्रै देशमा रोजगार पाउँछ भन्ने कस्तो लाग्छ तपाईँलाई? पाउन सकिन्छ? त्यो यस्तो छ सर, नपाउने भन्ने छैन। मान्छेले नगरेको चिज पनि केही छैन, नगरेको कला पनि केही छैन। मान्छेले गर्दा नहुने
अहिले विद्यार्थीले के भन्छ भने आफू पढाइ सँगसँगै उसको पहिलो प्राथमिकता चाहिँ विदेश जाने भन्ने छ नि। अब विदेश होइन, नेपालकै उत्पादनलाई बढाउने र नेपालमा जति पढेका छन् त्यो पढेकाले नेपालमै जागिरी पाउने ग्यारेन्टी हुन्थ्यो भने त विदेश पनि रोज्दैन थियो होला सायद। राज्यले पनि के हेर्नुपर्छ भन्ने लाग्छ। यो तपाईँले भनेको कुरा एकदम राम्रो हो होइन। अब नेपालमा गरेर खान्छु भन्नु त राम्रो छ, नेपालमा गरेर खानलाई चाहिँ गाह्रो छ नि। गरेर खानलाई कसरी भन्नुहुन्छ भने त्यसको कुरा पनि म भन्छु। यहाँ के छ भनेपछि एउटाले गरेर खान्छ, अर्कोले रिस गर्छ। कुनै एक स्टेप माथि गएको मान्छेलाई पछि गोली झिकेर तल ल्याइहाल्ने हो कि न आफू माथि चढ्न सक्छ न अरूलाई चढ्न दिन्छ कि। त्यस्तो अवस्थाले गर्दा नेपाल अलिकति माथि हुन। अहिले कालीकोटमा गाडी त जान्छ नि? गाडी त मजाले जान्छ, प्रत्येक वडाहरूतिर जान्छ। अब प्रत्येक वडामा जान चाहिँ जान्छ, बाटो चाहिँ अलि त्यति राम्रो छैन। बाटो राम्रो छैन, गाउँको बाटो राम्रो छैन, जिल्लासम्म या गाउँमै छन् बढी बाटो। अहिले युवाहरूको चलगल गर्ने भने सर गाउँमा मान्छे मर्दा पनि फाल्ने मान्छे छैन, त्यस्तो बेजोग छ। राज्यले नियन्त्रण गर्नु पर्यो नि होइन? अब राज्यले रोजगारको व्यवस्था गर्थ्यो र घाँसपासको ग्यारेन्टी यहीँ नेपालमै हुन्थ्यो भने त सायद विदेश जाँदैन थियो। यस्तो अवस्था तपाईँले भने जस्तो हुँदैन थियो नि है? तपाईँले भनेको कुरामा मैले के भन्छु भनेपछि घरमा हाम्रो 10जना फ्यामिली छ होइन। 10जना फ्यामिली भयो भनेपछि 10जनालाई एउटालाई कसले कसको क्षमता कति छ कि कसले कुखुरा पाल्ने हो, उसलाई 20,000को हिसाबले हुन्छ कि 50,000को हिसाबले हुन्छ कि 5,000को हिसाबले हुन्छ कि। एउटा उसलाई व्यवसाय गर्ने सरकारले केही न केही सुविधा दिएको भए मान्छे विदेशमा प्लानिङ हुन्छ। किनभने कारेर गाउँघरको महँगो ब्याज चाहिँ कारेर गऱ्यो भने फेरि डुबिसकेपछि बर्बाद हुन्छ भने त्यो डराएर पनि मान्छे बरु ऋण कारेर पनि विदेश जाने यो परिपाटी छ है। अब के छ भनेपछि मान्छेले हाम्रो समाजले पनि हेर्ने दृष्टिकोण के छ भनेपछि म विदेश जान्छु भन्ने बित्तिकै मान्छेले 10 लाख रुपियाँ पनि निकालेर दिन्छ। म व्यवसाय गर्छु, एउटा कुखुरा पाल्छु, एउटा खराया पाल्छु, एउटा भेडा बाख्रा पाल्छु भन्यो भने त्यो मान्छेलाई 5,000 पनि पत्याउँदैन। त्यो पैसा दिनेलाई पनि थाहा छ कि यो यहाँ नेपालमा फसाउँदैन भन्ने उसलाई पहिले थाहा छ, पहिला नै थाहा छ। यही कारणले गर्दा अब राज्यले उत्पादनलाई पनि राज्यले लिइदिनु पर्यो। हाम्रो जो उत्पादन छ नि त्यो उत्पादन दुध, मकै, गहुँ जे छ, भेडा बाख्रा हरेक कुराहरू त्यो राज्यले कहाँ मार्केट खोजिदिने वातावरण राज्यले पनि गरिदिनु पर्छ र इन्सुरेन्स पनि हुनु पर्यो। त्यो भयो भने चाहिँ पैसा दिनेले दिन्छ, यसले कमाएर तिर्छ है भन्ने एउटा बाटो। हिजोका दिनमा के भयो भने पैसा लिने अनि तिर्नु नसक्दाखेरि यो पैसा यो घर यो नेपालमा गर्नेहरूलाई दिनु हुँदैन भन्ने उनीहरूलाई कन्सेप्टमा बसेकै कारणले होला नदिने। अब हाम्रो सोचमा के छ भनेपछि योभन्दा पहिला हामीले पाउने दुःख जति सङ्घर्ष जति गऱ्यौँ अब सङ्घर्ष त गर्नै पर्छ बाँचुन्जेलसम्म होइन। अब किनभने योभन्दा पछि राज्यले अथवा सरकारले कसरी हुन्छ अनि बजार व्यवस्थापन गर्ने होइन। जुम्लाबाट जस्तै स्याउ आउँछ, कालीकोटबाट स्याउ आउँछ, यो स्याउ चाहिँ अनि बिक्री वितरण मजासँग हुन पाउनु पर्यो। एउटा जुम्ला मात्रै भनेर जुम्लालाई सीमित गरेर बोलिएको होइन, बिचौलियाले खाइरहेको छ। हजुर, उहाँबाट 20 रुपियाँ 30 रुपियाँ ल्याउँछ, 200 उसले पार्छ। जो उत्पादन कतिजनालाई त्यहाँ काम दिएको छ, त्यहाँ अब लोडको अनलोडको हरेक कुराहरू कति पेमेन्ट गर्नु परेको छ त्यो थाहा छैन, अनि चाहिँ कति कुहिएको छ है, त्यसको इन्सुरेन्स पनि गरिदिनु पर्यो। यो हामीले के छ भने सर बाहिरबाट स्याउ ल्याउने क्रममा यो नेपालीले किनेर खाँदाखेरि 300 रुपियाँ 350 रुपियाँ केजी हालेर खानुपर्छ। जुम्लाबाट स्याउ आउँदाखेरि तपाईँले 20 रुपियाँ 30 रुपियाँ घटाएर 200-300मा 20-30 रुपियाँ घटाएर 250 260 70मा किनेको भए किसानलाई पनि राम्रो हुन्थ्यो। नेपालको पैसा नेपालमा नै बस्थ्यो, किनभने रेमिटेन्स पनि तिर्न पर्दैन थियो होइन, यस्तो थियो। अब के छ भने जुम्लाबाट आउने स्याउ 1-2 महिनामै स्याउ बेच्न सकेन भने कुहिएर जान्छ। बाटोमा ल्याउँदै ल्याउँदै कतिपय स्याउ उतै ड्यामेज भइहाल्छ होइन। अनि त्यस्तो छ। अब म भन्छु मेरो बुझाइमा या हाम्रो सबै नेपालीहरूको बुझाइमा के छ भने कि आलु फ्लावर कन्टिन्यू होस् के, किनभने चाहिँ 30 रुपियाँ केजी मात्रै किन्नुहोस् होइन, कन्टिन्यू 12 मास आलु बेच्न पाइयोस्। उत्पादन बढ्यो भने अटोमेटिकली प्राइस पनि कम हुन्छ, कन्ज्युमरले पनि ग्राहकले पनि खुसी हुन्छ नि त। उत्पादन बढेपछि कम हुन्छ हो, किनभने किसानलाई पनि राम्रै हुन्छ। अब हाम्रो के भन्छ भने जति बेला उत्पादन हुन्छ त्यति बेला जुनसुकै चिजको सस्ती हुने मात्रै भयो। एउटा जुन फल्छ त्यो टाइममा बाहेक अघि पछि चाहिँ नभएकै कारणले गर्दा नेपालको मार्केट अलिकति एकदम किसान कमजोर भएको, मर्का परेको र हाम्रो देशको मुनाफा जति बाहिरी देशले लगेको
सबै होइन? इन्डिया सबै इन्डिया चाइना होइन। अब किनभने नेपाललाई कृषि प्रधान देश भनिन्छ मनलाई, अब जति शब्दमा मात्रै शब्दमा मात्रै भनिन्छ, अब त्यसमा भएको उत्पादन हामीले बेच्ने क्रममा सस्तामै बेचिन्छ, खरिद गर्दाखेरि महँगाइमै ल्याइन्छ होइन। हाम्रो स्याउ 12 मास चलाउने हो भने जस्तै जुम्ला भयो, कालीकोट भयो, तपाईँको मनाङ भयो, मुस्ताङ भयो होइन, यो स्याउलाई भोटु लिएर बाहिर नजान दिएर हाम्रो देशको स्याउ हामीले नै राखेर कार्टुन सिस्टम गरेर अब यो कोल्ड स्टोर गरेर राख्ने हो भनेपछि हाम्रो, किनभने यति 5-6वटा जिल्लालाई क्याप्चर गरेर राख्ने हो भनेपछि जति छ त्यो स्याउ त भइहाल्यो, त्यसमाथि अरू रोप्नेहरू पनि हुन्छन् नि त। अब उत्पादन बढाउनको लागि त डाँडाकाँडा धेरै खाली छन्, अब मार्केट पायो भने त पक्कै पनि किसानलाई पनि जोस जाँगर हुन्छ नि त। तपाईँ मैले भने नि सर, कालीकोटको त अवस्था छोडिदिनुहोस्, तपाईँको यहाँ सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, यो किनभने राजधानीसँग जोडिएको जिल्ला हो नि। यहाँतिर जानुहोस्, तपाईँको घरमा 10वटा घर हेर्नु भने एउटा घरमा मात्रै छ मान्छे, सबै जग्गाहरू खाली छ होइन। किनभने त्यहाँ कुनै ठाउँमा स्याउ हुन्छ, कुनै ठाउँमा सुन्तला हुन्छ, कुनै ठाउँमा आलु हुन्छ होइन, कुनै ठाउँमा टमाटर हुन्छ, कुनै ठाउँमा काँक्रा हुन्छ। त्यो सबै हामीले उत्पादन गर्न सक्छन् किसानले, नसकिने होइन। तर किनभने त्यसको बजार व्यवस्थापन चाहिँ भएन। बजार व्यवस्थापनमा किसानले भनेको के छ भनेपछि हामीले पर 200 पर्नेलाई 400मा बिक्री गर्छौँ पनि भनेको छैन किसानले। किनभने जति बेला उत्पादन गर्छ त्यति बेला सरकारले व्यवस्थापन गरेर त्यो जुन किसानले फलाएको स्याउ सुन्तला जे छ नि त्यो 12 मास कन्टिन्यू बेच्न पाएपछि र त्यो जहिलेसम्म पनि राख्ने सिस्टम बन्यो भनेपछि नेपाललाई दुःख कहिले पनि हुँदैन। नेपाली चाहिँ कोरिया जापान गएर अर्काको कृषि गर्नु पर्दैन। अब हामीले मान्छे के भन्छ, जापान जान्छ, कोरिया जान्छ, के गर्छौ त तिमीहरू साथीहरू भन्दा हामी त सागहरू टिप्छौँ, साग गोडमेल। अनि त्यो गोडमेल यहीँ गरिदिने राज्यले उनीहरूलाई पढेकाहरूलाई जो सर्टिफिकेट मात्रै सिरानीमा हाल्ने अवस्था छ, यसलाई व्यवहारिक रूपमा अलिकति गरिदिएको भए त जानु पर्दैन थियो नि त। पर्दैन त्यो, किनभने चाहिँ हामीले भने नि त अब हामी यत्रो नेपालीहरू बुद्धिजीवी पनि छ, नेपाली भन्ने बित्तिकै विश्व थर्किन्छ, नेपालीले नगरेको पनि केही छैन होइन। कमजोर कुनै ठाउँमा छैन नेपाली होइन, जहाँले पनि गर्न सक्ने उत्तम क्षमता भएको नेपाली हो होइन। त्यो भएर यो एउटा देशको नेताले गर्दा हो या आर्थिक अवस्थाले हो, त्यो गर्दा जनताले दुःख साह्रै पाउनु भएको छ। यो दुःख चाहिँ अलिकति कम हुन पाए भन्ने जनताको आशा थियो। नयाँ सरकार आएको छ, केही गर्छ कि? अब नयाँ सरकार भन्ने त त्यस्तै हो सर होइन। अब हेरौँ, अहिले नै नयाँ सरकारको विरोध गरिहाल्नु पर्ने भन्ने छैन, किनभने चाहिँ हामीले नै जिताएर उहाँ पठाएको हो, नयाँ सरकारले राम्रो गरोस् भन्ने चाहनाले पठाएको। अब समय अझै पनि छ। अहिले चाहिँ यसो यिनीहरूलाई हेर्दै जाँदा फेरि तालमेल उही हुने हो भने जनता आफ्नो बाटोबाट जान्छन् अनि जनताले जसरी पनि एउटा नेता मान्नै पर्छ। आफ्नो अनुभव, आफूले पाएका दुःख कष्ट देखेका भोगेका कुराहरू यहाँ सेयर गर्नुभयो, धेरै खुसी लाग्यो। तपाईँलाई आज मैले छोटो मिठो आजलाई यति नै, फेरि भेटौँला। आज हाम्रो साथी हुनुहुन्थ्यो कालीकोटबाट चाहिँ काठमाडौँ सम्म आउनुभएको छ। उहाँ गाउँ ठाउँ हरेक रसुवा नुवाकोट धादिङतिर पनि जान्छु भन्नुभयो। उहाँले पैदलबाटै धेरै घरमा गएर एउटा तातो न्यानोको लागि कपडा बेच्नुहुन्छ उहाँले, गलैँचाहरू विशेष गरी। यसको लागि अब उहाँलाई पनि अलिकति सेफको वातावरण पनि गरिदिनुपर्छ, हरेक रिस्क पनि छ। त्यसैले चाहिँ यसलाई नेपाल यस्तै युवाहरू जो जाँगर भएका युवाहरूलाई विदेश होइन नेपालमै पनि हुँदो रहेछ है भन्ने एउटा ज्वलन्त उदाहरण कालीकोट जुम्लाका साथीहरू धेरै हुनुहुन्छ। आज चाहिँ मैले सेयर गरेँ। छोटो मिठो धन्यवाद, फेरि भेटौँला। हस्, नमस्कार।